नमस्ते सम्पूर्णमा फेरि पनि तपाईँहरूको समक्ष एउटा सानो भ्लग लिएर उपस्थित भइसकेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ हिजो शिवरात्रिको भिडियो हो। अनि यो भिडियो चाहिँ मैले सोचेको थिएँ कि अब बिहानदेखिको बनाउँछु, अगाडिदेखिको चाहिँ हाम्रो जस्तो अब अस्ति तपाईँहरूलाई मैले चन्दा उठाएकोदेखिको लिएर देखाइरहेको थिएँ होइन। तर म चाहिँ अब अलिकति मेरो बिजी सेड्युल भएको कारणले गर्दामा चाहिँ थिइनँ घरमा। त्यो भएर चाहिँ म चाहिँ अब बेलुका हुँदा अब मात्रै पूजा अब स्टार्ट भइसकेर मात्रै आइपुगेको थिएँ। अनि मैले चाहिँ अब त्यति बेला जब म पुगेँ त्यति बेलाको मात्रै मैले भिडियो लिनु सकेँ। त्यसलाई भने चाहिँ यहाँनिर हाम्रो पूजा हुँदै थियो। हाम्रोमा चाहिँ यहाँनिर मन्दिर छ नि त, महारानी मन्दिर गाउँमा। अन्त एभ्री इयर चाहिँ यहाँनिर चाहिँ हामीले शिवरात्रि गर्ने गर्छौँ। अनि यसपालि पनि त्यसरी नै गरेको थियौँ गाउँ डल्लै गाउँको मिलेर। अनि यहाँनिर पूजाहरू गरिदिनु हुँदै थियो बाजेले हो। अनि यहाँ सबैजना बसिरहनु भएको थियो गाउँकोहरू। अनि अब हाम्रो चाहिँ पूजा चाहिँ अब खासमा त अब शिवरात्रि त बेलुका नै हुन्छ नि त। अनि त्यही भएर चाहिँ आफ्टरनुन नै गर्ने गर्छौँ जहिले पनि। अब त्यही बेलुका नै हाम्रो चाहिँ सकिन्छ। अन्त त्यो भएर चाहिँ देख्न सक्नुहुन्छ। अनि यहाँनिर चाहिँ अब हाम्रो गाउँमा चाहिँ मजाले डेकोरेसनहरू पनि गर्नुभएको थियो अब यहाँ पूजाको दादाहरूले हो। अनि मैले चाहिँ अब यति नै लिनु सकेँ भिडियो चाहिँ, किनभने म छिटो भएको भए चाहिँ म छिटै गर्थेँ। यति बेला चाहिँ हाम्रो पूजाहरू सकेर पनि अब यहाँनिर चाहिँ टिका लाउनु लागि चाहिँ हामी बसिरहेको थियौँ। किनभने चाहिँ भिड भएको कारणले चाहिँ हामीले चाहिँ अब पहिला चाहिँ पाखाकोलाई लगाउँदैनौँ, त्यहाँदेखिको चाहिँ गाउँको लगाऊँ न ल भनेर चाहिँ हामी चाहिँ बसिरहेको थियौँ। अनि यति बेला पनि चाहिँ पूजा चाहिँ अब अलमोस्ट सकिसकेको थियो। तपाईँहरूले देख्न सक्नुहुन्छ हो, रात परिसकेको थियो यति बेला। अनि यहाँ चाहिँ अब भाइहरूले जति पनि पूजा कमिटीहरू थियो अनि बाजेलाई चाहिँ टिकाहरू लगाइदिएर बाजेलाई अब के ल्याइदिनु भएको थियो त्योहरू दिनुहुँदै थियो, टोपीहरू लगाइदिनु हुँदै थियो। अनि यो चाहिँ अब पूजा कमिटीद्वारा बाजेलाई गरिदिनु भएको। अनि त्यसलाई चाहिँ टिकाहरू आरम्भ भइसकेको थियो। यहाँनिर सबैजनालाई कन्ये केटीहरूलाई टिकाहरू लगाइदिनु हुँदै थियो सबैले। अनि यो चाहिँ अब हाम्रो पूजाको अन्तिम हो। अनि त्यति बेला चाहिँ अब यहाँ भण्डारा पनि बनाएको थियो होइन। अन्त भण्डाराको लागि चाहिँ अब यहाँनिर दादाहरूले बनाउनु भएको थियो। सबै कुरा चाहिँ एकदमै राम्रो बनाउनु भएको थियो, यहाँ देख्न सक्नुहुन्छ। त्योहरू पनि मैले त्यस्तो भिडियो चाहिँ लिनै सकिनँ। अन्त अब अलिअलि गरेर मात्रै भिडियोहरू ल्याएँ। अब यो पनि बेलुकाको पूजा सकिसकेको हो। अनि मन्दिर पनि अब मैले चाहिँ पछि खिच्नु पाएँ यसरी। तपाईँहरूलाई के कस्तो लाग्छ होइन। अब हामीले चाहिँ यसरी नै सधैँ मनाउने गर्छौँ। माथिबाट चाहिँ यस्तो देखिरहेको थियो हाम्रो मन्दिर। अनि तपाईँहरूलाई के कस्तो लाग्छ भिडियो हेरेर चाहिँ प्रतिक्रिया दिनुहोला। तपाईँहरूलाई धेरै धेरै धन्यवाद लास्टमा भिडियो हेरिदिनु भएकोमा। थ्याङ्क यू फर वाचिङ।